पर्दाखेरि उहाँले राजनीति नबुझे जस्तो गरेर आक्रोश, प्रतिशोध र त्यसपछि क्षणिक वाहवाहीको निम्ति आफूलाई जुन प्रस्तुत गर्नुभयो त्यसले जनतामा पनि र उहाँको पार्टीमा पनि र अरूमा पनि त्यसको प्रभाव पर्ने नै भयो। भनेको अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण हो। मैले कसैलाई पनि संविधान सम्मत, कानुन सम्मत हिसाबले हाम्रो न्यायिक प्रणाली अनुरूप चाहिँ दण्डनीय बनाउनु पर्छ। तर मनमा लाग्यो, रिस उठ्यो, हेर्दै अनुहार मन परेन, झोंकको आधारमा मै हूँ संविधान, मै हूँ कानुन, मै हूँ अदालत जस्तरी गएर जुन प्रस्तुत हुने जुन अहिलेको सरकारका कतिपय मन्त्री लगायतकाहरूको जुन छ यो राष्ट्रको निम्ति, जनताको निम्ति हितकर छैन। त्यही अनुरूप जनताको बीचमा पनि प्रश्न उठ्यो, जवाब दिन नसक्ने स्थिति भएपछि राजीनामा दिएर भाग्नु बाहेक अरू के विकल्प? तपाईले अनुहारको कुरा गर्नु